सत्ताको रक्षा गर यिनीहरूलाई न्याय दे बलात्कारीलाई फाँसी दे यिनीहरूलाई न्याय दे बलात्कारीलाई फाँसी दे महिला सुरक्षा सुनिश्चित गर महिला सुरक्षा सुनिश्चित गर महिला अधिकार सुनिश्चित गर महिला अधिकार सुनिश्चित गर लैंगिक विभेद बन्द गर लैंगिक विभेद बन्द गर दलितमाथि हुने हिंसा बन्द गर दलितमाथि हुने हिंसा बन्द गर महिला सुरक्षा सुनिश्चित गर हत्यारालाई फाँसी दे हत्यारालाई फाँसी दे यिनीहरूलाई न्याय दे यिनीहरूलाई न्याय दे हत्यारालाई फाँसी दे हत्यारालाई फाँसी दे अपराधीलाई संरक्षण गर्न पाइँदैन अपराधीलाई संरक्षण गर्न पाइँदैन लैंगिक विभेद अन्त्य गर लैंगिक विभेद अन्त्य गर जातीय विभेद अन्त्य गर जातीय विभेद अन्त्य गर यिनीहरूलाई न्याय दे यिनीहरूलाई न्याय दे बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे महिला सुरक्षा सुनिश्चित गर महिला सुरक्षा सुनिश्चित गर महिला अधिकार सुनिश्चित गर महिला अधिकार सुनिश्चित गर अपराधीलाई संरक्षण गर्ने काम बन्द गर अपराधीलाई संरक्षण गर्ने काम बन्द गर लैंगिक विभेद अन्त्य गर लैंगिक विभेद अन्त्य गर यिनीहरूलाई न्याय दे सरकार खबरदार सरकार खबरदार आयो महिला आयो आयो बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे महिला अधिकार सुनिश्चित गर महिला अधिकार सुनिश्चित गर मलाई थाहा छ न्याय पाउन त्यति सजिलो छैन धेरै असहज परिस्थितिबाट हामीले धेरै घटनाहरूको न्यायका लागि लडेका छौं र न्याय प्राप्त गरेका छौं हामीलाई आशा थियो कानुन कार्यान्वयन गर्ने सवालमा सजिलैसँग न्याय प्राप्त होस् भन्ने कुरा हामी चाहन्थ्यौं तर पनि हामीले संघर्ष गर्नुपर्छ र हामीले संघर्ष गरिराखेका छौं हामी न्याय पाउँछौं इनिसा बिकलाई जसरी हत्या गरियो यो हत्यालाई अहिले सजिलैसँग घटनालाई जसरी सामान्यकरण गरिदैछ यो प्रति हाम्रो गम्भीर आपत्ति छ घटनामा थुप्रै प्रमाणहरूलाई लुकाउन खोजिदैछ यसलाई मेटाउन खोजिदैछ तपाई सम्पूर्ण मिडियाका साथी मार्फतमा के भन्न चाहन्छु भने घटनाको पहिलो अनुसन्धानकर्ता भनेको नेपाल प्रहरीले जसरी अनुसन्धान गरिराखेको छ सायद अनुसन्धान गर्ने सम्पूर्ण साथीहरू तपाईहरुका छोरीचेली पनि यही अवस्थामा हुन सक्छन् अनिसा बिकलाई तपाईले आफ्नो बहिनी सम्झनुहुनेछ आफ्नो छोरी सम्झनुहुनेछ घटनाका सत्य तथ्य प्रमाणहरू बाहिर ल्याइदिनु हुनेछ कसैको दबावमा पर्नुहुने छैन हामीले साच्चै यो दबावमा पर्यौं भने मैले सुन्दै छु घटनास्थलमा दुई पटक त्यहाँ सर्जबिहान मुचुल्का गरिएको छ त्यो सर्जबिहान मुचुल्कामा 24 गते जुन ढुङ्गाले एउटा मुचुल्का उठाइयो त्यो 24 गते उठाइएको मुचुल्कामा साक्षीहरूलाई हस्ताक्षर गर्न लगाइयो तर पनि अपराधीहरूलाई राजनीतिक संरक्षण दिइन्छ त्यसकारण कमजोरहरू बलात्कारका शिकार बनेका छन् नेपालमा हामी एउटा कुरा भन्न चाहन्छौं कि यो देशमा आज पनि यति न्याय छ भने
आज न्याय मरेको छैन, मुलुकको संविधान जिउँदैछ, यो मुलुकको शासकीय स्वरूप र सबै कुरा जिउँदैछ भने यिनी सबैको न्यायको पर्खाइमा आज सडकमा आउनुपर्ने स्थिति थिएन। राज्यले तुरुन्तै यस्ता जघन्य अपराधका घटना घट्दा बित्तिकैमा राज्यले आफूले पहल कदम लिनुपर्ने हो। तर आज विभिन्न मानवाधिकारवादी विद्यार्थीहरू, विभिन्न सङ्घ संस्था लगायतका विभिन्न उमेर समूहका प्रतिनिधिहरू आज पनि सडकमा आइराख्नु पर्ने स्थिति छ। हामीले सुन्ने गर्दैछौँ कतिपय कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल जो आफै घटनालाई दबाउने कुचेष्टा गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जाल र पत्र पत्रिकामा हामीले देख्न र सुन्न पाएका छौँ। यदि यसो हो भने निर्मला पन्तको हत्या अहिलेसम्म पत्ता नलाग्नुको कारण पनि एमाले सम्बद्ध पार्टीकै कोही नेताका छोराहरू त्यो घटनामा संलग्न थिए भन्ने कुरा पुष्टि भएको थियो। र अहिले पनि तपाईँ अस्ति मात्रै 17 वर्षीय बालिकाको घटना पनि एमाले सम्बन्धै अर्जुन कुमार राउत एमाले पार्टीसँग क्रियाशील सदस्य भएकै कारण उहाँलाई अहिलेसम्म प्रहरीले उक्त घटनाको मुद्दा लिन मानिरहेको छैन भन्ने छ। यदि महिला सुरक्षा सुनिश्चित कर, महिला सुरक्षा सुनिश्चित कर।